हाम्रो जीवनमा 3 किसिमका मान्छेहरू जोडिने गर्छन्। एउटा रुखको पत्ता जस्तो, आफ्नो स्वार्थ पुरा भइन्जेल बस्छन् र स्वार्थ पुरा भइसकेपछि आफै जाने गर्छन्। अर्को हाँगा जस्तो, सधैँभरि बसिरहन्छन्, तर हाम्रो जीवनमा समस्या र दुःख जब देख्छन् अनि आफ्नो बाटो लागिहाल्छन्। अर्को रुखको जरा जस्तो, चाहे जस्ता सुकै समस्या र दुःख आउन्, हाम्रो साथ कहिले पनि छोड्दैन। हाम्रो जीवनमा यिनै 3 किसिमका व्यक्तिहरू जोडिँदै र छुट्दै जाने गर्छन्।